ल सबैजना बस्नु त यहाँ पुरै आउँछ फ्यामिलीको त्यहाँ भौजीसम्म आउँछ अब एकमुष्टमा हो फोटो होइन भिडियो आउँछ स्क्रिनसट लिनु ल यहाँबाट के ल पालो आयो यहाँ ठुलो दिदीबाट ठुलो दिदी छोरी नातिनी नातिहरू है यो सबै हाम्रो भुजेल फ्यामिलीको नातिनीहरू नातिहरू बुहारी हुनुहुन्छ यो अर्को नाति हो फेरि ल हाम्रो जोइन्ट फ्यामिलीको दसैँ यस्तो चल्दैछ आज अब लाइनमा बसेर टिका लगाउने पालै पालो जेठीबाट माइली अहिले कान्छी गर्दै भाइ टिका लगाएको ओहो मेरो ड्रेस लगाएको आमा टिका लगाउने तरिका यस्तो बस एकैचोटि पर्सिने होइन एकैचोटि सरर हुन्छ नत्र साथ भाइ हुँदैन बेबी हेर्छ टिका कसरी लाउँछ यता हेर्छ भाइ ल सरर क्या हो बुबा आमा गएर खाना आउँछ बुवालाई चाहिँ हेल्प गर्नु बिस्तारै बुबालाई अलिक स्वास्थ्यले साथ नदिरहेको अवस्था आमा पनि हुन्छ हल्का चुलीबाट सुरु ठुलो भान्जीलाई लाँदै हुन्छ यो हो कि एकमुष्ट अब छोरी छोरी 1 2 3 4 5 6 7 8 9 10 11जनाको लाइन छ अनि अब पुरेर त साथै हुँदैन छोरीहरूलाई त अलिक पछि लाउने हो सेलिब्रेटै हो तिमी हो Almost done. Phải bảo chúng check-in đúng không? Cô đều bảo
माइजूले ल्याइदिन्छ खोइ लागिन्छ क्या यता यता आउनु नि त लौ उता बस्नु दिदी माइजूको ठाउँ बस्नु त भाउजू यसलाई लिइदिनु त भाउजू ठुलो साइले भाउजू यसलाई दिनु त ल ल ल बेबीको पनि हो ल बस्नु बस्नु ल लगाइदिनु बेबी यस्तो गर्नु न मैले अफ गरिदिनु न हो ल गुड जमराको पाली भर्खर हुँदैछ जमराको पाली भर्खर ओहो ल ए खाममा के छ दक्षिणा छ चाकरी हो जमरा पैसा छुट्छ है पैसा छुट्छ नउठाए कोही पनि पैसा छुट्छ न्यू मनी नयाँ चाहियो त्यसमा लगाइदिने होइन होला त्यसमा आउनु पर्ने
आकांको टर्न बोर्ड दादा टर्न ल आकांको पाली मामा यति मामाले टिका लगाइदिनुहुन्छ यता मेरो भान्जा खानु दिइरहन्छन् नमस्ते गरेन बेबीले नमस्ते गर्यो म यो दिदीको ठाउँ बसेर लाउँछु नि त्यही हो यहाँ हाल्ने ल गुड नाउ दादाले हेल्प गर्नु म थ्याङ्क यू दादा भनिदिनु न एकछिन गर न एकछिन दादासँग बस न एकछिन ठिक अब चाचा आउँदैछ नि ल टिका तल गरियो अब खानपानको सिजन केटाहरू यहाँ पुरा खाँदैछ के छ कसरी के खसीको मासु हो हरि हरि खसीको मासु ओके धन्यवाद खाएर है तपाईँ माम खाऊ ल आएर के खाएको भोलि मिटिङ ड्रिङ्किङ होला ओहो के छ यसपालि यो खसी त्यो चिकन लोकल अनि यो खसीको हाम्रो यो बासमती रेगुलर बासमती यो दाछी भेजिटेबल पनि छ किन यो तताउनु भएको फेरि डढ्दैन अझ सकेछ त भाउजू
खानपानको प्रोग्राम हुँदैन के खानुहुन्छ हजुर होइन यो लियो के गर्दैछ है हाम्रो यहाँ लियोले पनि दसैँ मनाउँदैछ आज ल ठिक छ हजुर के भयो कुराकानी के भयो हो र हाम्रो यो दसैँको माहौल एकदम राम्रो छ वेदर पनि घाम लागिरहेको छ यो मेरो जेठन साहब माइला जेठन साहब साइला जेठन साहब ठुलो ठुलो जेठन साहब हुँदै खाने खाने ल भाउजूहरू यहाँ खानामा पकाउन दिनुहुँदैछ कस्तो छ खाना मिठो मेरो कान्छीहरूले के खाएको हो ओहो हामी पनि खानु सुरु गर्नु पर्यो दुर्गाको कस्तो राम्रो फोटो हुन्छ